ह्याप्पी होली 2082 सालको यो होलीको अवसरमा हामी चाहिँ सपरिवार बाराई मन्दिरमा एउटा सबै परिवारको पिकनिक जस्तो गरेर भोज खाने कार्यक्रम छ, होली मनाउने कार्यक्रम छ। यो भिडियो अब बिस्तारै सुरु हुन्छ सबजनाबाट है, यो सुरुवातको हो। ए ल ल ल ल ल काका पनि भेट भयो। ल ल माथि ल ल भोलिदिनु बेस गरी भनिदिनु त। ल ल ह्याप्पी होली है तपाईँहरूलाई। ल ह्याप्पी होली है। ल दाइ भाउजू ह्याप्पी होली। ल ल होलीको शुभकामना, बजेलाई पनि शुभकामना, उहाँलाई पनि शुभकामना। ल आन्टी ह्याप्पी होली। ल ह्याप्पी होली तपाईँलाई, ह्याप्पी होली। ल होलीको शुभकामना। ओहो यार ब्युटिफुल प्लेयरहरू। ल यहाँ त मैले नदेखिरह। ल ल होलीको शुभकामना है तपाईँहरूलाई। भाउजू अलिक छेक्यो। ल ल ल पाउने यो भिडियोमा छु म, यो होली विशेष भिडियोमा छु म। ल अङ्कल ल होलीको भयङ्कर होली मनाइरहेको छ ल यहाँनिर। यो होली हजुर सब खिच्दै भिडियो बनाएर सबैले त्यही देऊ त यादै हुँदैन। ओ श्याम दाई नमस्कार, ह्याप्पी होली। ल ल होली है। ल होलीको शुभकामना। ल दिदीलाई पनि शुभकामना। ल ह्याप्पी होली। ल दिदी। ल ल भाउजू। ल सबैजनालाई ह्याप्पी होली। ल ह्याप्पी होली। टिभीमा हेर्नुपर्छ है सबले अब। ल आज हामी यहाँ 2022 सालको होलीमा सबजना बिच बसेर मनाउँदैछौँ। ल ओ नाचे नाचे झिल्के नाचे। ओ अमिताभ बच्चन नाचे। ओ ल ल ल ल ल ल ल Good. Good. ल सही प्लेयरहरु छ यहाँ। सबैको जय होस्। हजुर आन्टी दाइ नमस्कार है। नमस्कार। ल ल ल होलीको शुभकामना, ह्याप्पी होली। धेरै शुभकामना सम्पूर्णमा हो फागुने धेरै धेरै शुभकामना। ल ल ल यहाँ छोराछोरी छ। ल हेलो खै मुसा है त। शेर्पा दाइ, ओ शेर्पा दाइ। ल ल होलीको शुभकामना। हामी चाहिँ आजको होलीको यो भ्लगमा छौँ है।
त्यो 12 मईको दसैँ हुनु चाहिँ यहाँ ह्याप्पी होली। ल हामी आज बाह्रै मन्दिरमा चाहिँ त्यो भर्खर निर्माण गरिएको बाह्रै मन्दिरमा चाहिँ यसपालिको चाहिँ होली पर्व मनाउनु गर्छ हर्षोल्लासका साथ हामी बजार बजारवासीहरू आपसमा भाइचाराको नाताले टोल छिमेकको दाजुभाइहरू सबैजना उपस्थित भएर हामी एक आपसमा होली पर्व साथासाथ गरेर चाहिँ होइन पर्व मनाइरहेका छौँ। साथै हाम्रो चाहिँ उसन भतिज पनि सहभागी भएर हाम्रो चाहिँ एकदम खुसी भइरहेको छ। एकछिनपछि हामी गाना बजाना गरेर चाहिँ हर्षोल्लास मनाउनु पर्छ होइन। यही हो 2082 सालको चाहिँ होली पर्व चाहिँ भव्यताका साथ मनाउनु पर्छ। ल हाम्रो भोज यहाँनिर तयार हुँदैछ होइन। ड्याकुला राँगाको ड्याकुला तयार हुँदैछ यहाँनिर। छोइलाहरू बनिसकेको छ। खाली पेटमा छान खाँदा लाग्यो भोज खाने अब छान खाने लडाई लाग्यो ओ खानुपर्छ ल। ल हाम्रो भाउजू 2 जना हुन्छ यहाँनिर 3 जना भाउजू हुनुहुन्छ। ल होलीको शुभकामना। ओहो ल मेन नाइके हुनुहुन्छ उहाँ। ह्याप्पी होली के छ बुढी है बाबुहरू। ए छोरो ह्याप्पी होली। ल मेरो छोरो यहाँ मेरो सुँगुरे यहाँ छ। ल आन्टी ह्याप्पी होली। टिका लाउनु आन्टी आइदिनुहुन्छ हामीलाई। ल ल धन्यवाद हस् पाउ शान्ति हस्। ए होलीको शुभकामना सबैलाई। ओ ल श्याम दाई ह्याप्पी होली ल। बाराई मन्दिरमा छौँ हामी बट्टारको बाराई मन्दिर जानु छौँ ल है। सबजनालाई स्वागत छ। ल सर है ल सबैजनालाई 2082 सालको होलीको शुभकामना है। र सबैजनालाई दिन तपाईँहरूले नि दीर्घायु समृद्धि रोग व्याधि हरण होस् सबैको सामाजिक सद्भाव ल ओहो ल ह्याप्पी होली। ल दाइले भाउजूलाई ह्याप्पी होली गर्दै हुनुहुन्छ। ल ल ल ल ल ल हान्दैन हान्ने पिछाडि हान्दिए आरतीलाई
हो के भयो छोरी ऐनाले पनि गर्दो हुँदा राम्री कति राम्री हुँदा ऐनाले पनि गर्दो हुँदा स्याउली बजारमा तन भो हान भो तिमीलाई देखेर मलाई देखेर
ह्याप्पी होली प्रदीप भाइ ह्याप्पी होली श्याम दाइ दाइ भन्छ यता हेर दाइ भन्छ दाइ जाउँ दाइ हान्थ्यो ओ फेरि हान्थ्यो ओ यो पिचकारी है पिचकारी पैसा उडाउँदै गाडी बुढाउँदै मेरो यस्तै छ मेरो दुश्मन छ दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे दुश्मन हेरेको हेरे एक्लै हिँडेको मैले छैन चिनेको तिमी को कता सट्टा फालिदिएर पिस्तोल किन्देको ओइ कता सट्टा फालिदिएर पिस्तोल किन्देको तिमी को यस्तै लाइन भएर पिस्तोल किन्देको मैले यस्तै लाइन भएर पिस्तोल किन्देको
गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुम्यो त्यसपछि लन्डन पालो हातमा सेनको बालो गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुम्यो त्यसपछि लन्डन पालो जानी भए जमाया घुमेर अम्माया 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 हामी यो बाह्रै मन्दिर उद्घाटन भइसके पछाडि चाहिँ हामी बाह्रै मन्दिरमा होली मनाउन आइरहेका छौँ। सबैलाई ह्याप्पी होली। ह्याप्पी होली मनाउने क्रममा चाहिँ कतिलाई चाहिँ हाम्रो बट्टार टोल सुधार संस्था आजीवन बाह्रै मन्दिरमा चाहिँ होली पर्व मनाउँदै गइरहेका छौँ। तपाईँ इच्छुक हुनेलाई चाहिँ नाम दर्ता ह्याप्पी होली भनिदिनु तपाईँ होला भनेर मैले गरेका थिएँ सर के सर ह्याप्पी होली भनिदिनु ह्याप्पी होली अब मैले व्यक्तिगत रूपमा भेटेर हुन्छ नि आमन्त्रण गरेका छु र कतिलाई मैले घरमा भएको छैन त्यसको लागि म छोरा राखेका हुँ। त्यसको लागि चाहिँ हामीले चाहिँ यो जम्मा 500 रुपियाँ उठाएको छौँ प्रति व्यक्ति। ह्याप्पी होली त ठिकै छ। नदिनेहरू कोही आउनु भएको छ भनेदेखि 500 रुपियाँ चाहिँ मलाई दिनुहुनुमा हार्दिक अनुरोध है। मलाई दिनु होला। टोल सुधार संस्था भनिन्छ बट्टार टोल सुधार संस्थामा चाहिँ आजीवन सदस्य पनि बनिदिनु जतिजना बन्नु भएको छ उहाँहरूलाई विशेष धन्यवाद र जो बन्नु भएको छैन हाम्रो बट्टार टोल सुधार संस्थामा आजीवन सदस्य बनिदिनु म हार्दिक अनुरोध गर्दछु। ल हाम्रो आमा आयोहरू ल हो ल सँगै
ल खाजा खाने भयो उहाँ चाहिँ छोरी तिमी बोतलमा भरेर गर बोतलमा भर भने आजको होलीको दिन चाहिँ भोज खाने तयारी सुरु भइसकेको छ नेवारी भोज बाराई मन्दिरमा प्लेट लिएर आउनु प्लेट खानुपर्छ यहाँ त कहाँ गाली गर्छ फेरि खाएर हेलो ल ध्वासे काले ध्वासे मुरली बजाएर काले र काली होइन त काले ल है ल बिस्तारै लिनु चेस ल भाउजू बिस्तारै लिने भाउजू हेलो ल बिस्तारै लिने है मैले युवराज दाई देखिनु नि त आज कता हो र दुईटा कार्यक्रम ल आन्टी भेज आन्टी तपाईँ भेज एउटा यहाँ छ एउटा त्यहाँ ल ओडा आसी आउनुभयो ल वेलकम है वेलकम खाने अङ्कल म यो भिडियो बनाउँदैछु यो चाहिँ भ्लग जस्तै भिडियो होइन यो 1 घन्टाको हुन्छ सबै कार्यक्रमको चाहिँ टिभीमा हेर्न मिल्यो कि मेरो च्यानलबाट पोस्ट हुन्छ त्यो म तपाईँहरूले ट्याग गरिदिनु हेर्नु है घरमा टिभी हेर्न मजा आउँछ तपाईँहरूले हेर्नु भएको नि भिडियो मेयर साहब आउनुभयो हाम्रो मेयर साहब मेयर साहब आउनु भएको छ मेयर साहब भर्खर 10 वर्षपछि रथ यात्रा सुरु गर्ने भने त्यो त्यहाँ गर्दैन ल ठिक गर्नुभयो ल हाम्रो संस्कृति परम्परा रीतिरिवाज धार्मिक होइन सबै अब माया गर्नु पर्यो मनाउनु पर्यो जोगाउनु पर्यो नि त त्यही त ल भाउजूलाई आज होलीको शुभकामना है भाउजू हर तर्फबाट ल
अङ्कल अङ्कल खै आउनुहुन्छ होला अङ्कललाई बोलाउनु पर्छ छिटो आउनुहुन्छ अहिले सर एकचोटि मान्छे पनि यसो काउन्ट गर्नु कतिचोटि क्रस खाइरहेको सर है ल अन्त खाएर पहिला गला गला डेक्ला जगला ल एकदम मिल लाग्छ कि मलाई चुरा त्यो ड्याकुला है बार चाहिँ मिलिरहेको थियो बार त्यही त भने कस्तो पऱ्यो नखानु भन्ने प्रायः जस्तो त्यस्तै पऱ्यो अझ बार्नु भन्ने शुक्रबार हो त्यो छोइला मसरुम साँधेको अन्डा बोडी चिउरा छोइला अचार फुलभेडाको अचार सलाद अन्डा ड्याकुला क्याटरिङवाला सब्जी नेवारी खाजा खुवाएको फ्लवर ल बाह्रै माइली सबैजनाको रक्षा गरौँ धन्यवाद मलाई बदम दिनु भन बट्टारका धेरै साथीहरूलाई चाहिँ बोलाएर उसलाई नि बदम दिनु हजुर समिति मेरो संरचनामा भएको हो किन आज करिब करिब 1.5 करोडको लागतमा करिब करिब 20-25 लाख पर्दैछ 36-37 लाख हाम्रो माननीय केशव पाण्डे माननीय बहादुर सिंह अब पछिल्लो समय हितबहादुर पछिल्लो समय लगायत अनि त्यसपछि हाम्रो माननीय मन्त्रीज्यू होइन लगायतका साथीहरूको साथ र सहयोग तत्कालीन मेयर साहब वर्तमान मेयर साहब तत्कालका वडाध्यक्षहरू वर्तमान वडाध्यक्षहरूको चाहिँ 1.40 लाख करिब 1.5 करोडको लागतमा यो निर्माण भएको छ। निर्माण सम्पन्न अझै अत्यन्त सुन्दर बनाउन जरुरी छ। ह्यापी होली ल बुझ्यो अङ्कल ह्यापी होली यही चाहिँ के हो एउटा ए ल काका ल ह्यापी होली ल काका ल टिभीमा हेर्नुपर्छ है काका टिभीमा हेर्नुपर्छ टिभीमा हेर्नुपर्छ युट्युबमा राखिदिन्छ साथी भाइ काका काकी भाइ बहिनी बुहारी सबैलाई यो खै त केटाहरू है खै त केटाहरू अति अस्थिर खालका मनोभावना अनुभव र अनुभवीले निर्माण गर्न सक्छ। अनुभव र अनुभवीले नै गर्न सक्छ। मनोभावनाका साथ सबैलाई स्थिरताको शुभकामना समृद्धिको शुभकामना उमङ्गका साथ यो पर्व मनाउनु
निवेदमान अध्यक्ष पलवान दाइले चाहिँ धेरै कुराहरू बोल्नुभयो एकदम सत्य कुरा बोल्नुभएको छ उहाँकै संयुक्तमा नै हाम्रो यो बाराई मन्दिर बन्नको लागि चाहिँ एउटा कार्य समिति बनेको थियो होइन मैले यो कुरो मैले दाइता अनुपस्थित हुँदै कार्यक्रममा मैले यो कुरा त्यतिखेर पनि सम्बोधन गरेको छु के भएर खानालाई दिक्क लाग्यो अरे के भएर के भयो के भने खेर क्या जति खाए पनि गुई हुन्छ भन्छ निरञ्जन दाइले के हुन्छ अरे गु हुन्छ अरे जति खानै दिक्क लाग्छ जति खाए पनि के भने रोज खाए पनि त्यही हुने हो अरे के अरे रोज खाए पनि त्यही हुने हो अरे के हुने यहाँ आबद्ध भएको छ म यो खुसी छु म अभिभावकको हिसाबले मोदी हिसाबले तर यहाँ चाहिँ भाइ अध्यक्षको हिसाबले कुनै पनि धेरै खुसी छु सधैँ म सधैँ सुखिरहोस् म मिलिरहोस् मैले विशेष शुभकामना दिँदै धन्यवाद नमस्कार जय बाराईमा 2 लाख 2 लाख पर्छ हेर्नु है त अब दही एक ग्लास खानु त्यस्तै निगरानी गर्ने हिसाबमा चाहिँ अब नगरपालिका सिसी क्यामेरा गर्दाखेरि यो हाम्रो दुर्गाचन्द्र प्रसाद चाहिँ अधिकारीले पनि यो चुनाव पछाडि चाहिँ यो पुजारीको जस्तै एउटा यो रेखदेखको लागि चाहिँ त्यही व्यवस्था गरिदिनु ठिकै छ हेलो भन्दा त्यसलाई चाहिँ हामी चाहिँ यो अझ पनि उहाँलाई समझदारीको रूपमा चाहिँ ह्याप्पी होइन र यसै भन्दा आज भोलि पर्व हाम्रो विशेष भएको छ है अब कतिपय छुट्यो होला मैले बोलाउन अर्थात् हाम्रो विशेष चाहिँ अब हाम्रो सबैजना आयोजक भयो यो विषयमा अब मात्र हाम्रो नाम राख्नुपर्छ भन्ने संस्था आयोजित यो होली पर्व भनेर राखेका छौँ त्यसै गर्दाखेरि अब कसैलाई मैले भन्न छुट्यो होला कसैलाई मैले बोलाउन बिर्सेँ होला भने यो समाचार सन्देश चाहिँ मैले हाम्रो संस्था आज
यसलाई यस्तै छ बोतलियो हामीले चाहिँ त्यो कालीमा लेखेर बोलेको अध्यक्ष होइन जनताले भोट हालेको जनताले भोट हाले हामी जस्तै सहयोगले त हो नि सबैजना त्यत्तिकै बसिरहेको जमानामा के गर्नु डराई उनले कानेको छोरालाई चाहिँ अलिकति पढाई आजकलको जमानामा के गर्नु डराई उनले कानेको छोरालाई चाहिँ अलिकति पढाई धर्म होइन तिमीलाई कुरिन्दारमा होइन तिमीलाई लैजान्छु मोटर चलाइ मुखले ठेक्का मनले दिलका पारेको हो कि बिहे गरेको 2-4 दिनमा सौदा ल्याउने हो कि मुखले ठेक्का मनले दिलका सौदा लाइन लगाउने स्कुलमा राजा जनसभा लाइन धेरै तिमीलाई जौवनलाई बिहे गर्छु आउने सालैमा तिमीलाई जौवनलाई बिहे गर्छु आउने सालैमा
अबीर या होली काँचया लालेसी अबीर छङ्गो खाइसी देखाबी नेपाली पमछा साधुला पकङ उलाब्यो नेपाली पमछा साधुला पकङ उलाब्यो जितनामी जगते अबिर याब्यो जितनामी जगते अबिर याब्यो अबिर या होली काँचया लालेसी अबिर छङ्गो खाइसी देखाबी अबिर या होली काँचया लालेसी अबिर छङ्गो खाइसी देखाबी दक्षित कपिया होगु थम्थे जागु होली दक्षित कपिया होगु थम्थे जागु होली केसन मिट्टी पीछी थे जापी जोड़ी केसन मिट्टी पीछी थे जापी जोड़ी अबीर या होली काँचया लालेसी अबीर छङ्गो खाइसी देखाबी अबीर या होली काँचया लालेसी अबीर छङ्गो खाइसी देखाबी काँचाहे मनया उर्वशी मरे काँचाहे मनया अबीर या होली काँचया लालेसी You would have I would be doon खिलाया यता राम्रो नाच छोरी नाच नाच ल तिमीलाई देखेर तिमीलाई देखेर तिमीलाई देखेर
आर्टिस्ट रेडी क्यामेरा रोलिङ एन्ड एक्सन ओडाली झरी आउने मायालाई छुँदै माया लाग्छ मलाई जीवनमा हाँसी खेली ठुनानी र सानानीको सम्झनामा रुन मन लाग्छ मलाई सम्झनामा रुन मन लाग्छ मलाई ओडाली झरी आउने मायालाई छाडी जाऊ भने पनि सम्झी सम्झी उनकै माया लाग्छ मलाई खोला पारी क्षमा क्षमा नाच्ने टाढैबाट एक्लै बसी मुसु मुसु हाँस्ने ताती र त्रिशुलीको दोभानको तीरमा सन्नानीलाई रातो फुल लगाइदिउ शिरमा ओडाली झरी आउने मायालाई छाडी जाऊँ भने पनि सम्झी सम्झी
कस्तो आँखा जुझ्यो भिडियो दिन मेरो भिडियो दिन मेरो हेर्दा जेठी हेर्न कान्छो जिस्काउँछ त्यो केटी मेरो हेर्दा जेठी हेर्न कान्छो जिस्काउँछ त्यो केटी
मायाले मलाई पार्दो छाया पटार बजार माया हे माया मायाले मलाई पार्दो छाया पटार बजार खै कहाँ केमा गाउने भने छैन ट्र्याक म त्यही भने